हेलो एभ्रिवान गुड मर्निङ इट्स मी कविता राया। म चाहिँ पोक्सेबाट है त साथीहरू। ल म चाहिँ तातो घाममा कतातिर जाँदैछु भन्दाखेरि आज चाहिँ हाम्रो दिदीकोमा धान रोपाइ थियो अनि धान रोपाइ गर्नको लागि म चाहिँ तयार भएर जाँदैछु अनि हामी टक्क तयार भएर लाग्यौँ गाईघाटतर्फ है त। आज चाहिँ गाईघाट पोक्सेतिरको भ्यू नजारा चाहिँ यस्तो छ, हेर्नु यस्तो दामी छ, शीतल ठिकै होइन, घाम पनि त्यस्तो धेरै लागेको छैन अनि यस्तो दामी मजा भइरहेछ। अनि हामी चाहिँ बाइकमा पेट्रोल हाल्नुपर्ने थियो, पेट्रोल पम्पतिर गयौँ अनि टक्क पेट्रोल सेट्रोल हालिहरि म चाहिँ समोसा लगेर जाउँ न, खेतालोहरूलाई खान पनि सजिलो हुन्छ, खाजा यसो मिठो अलिकति मुख मिठा पनि बनाइदिउँ न भनेर अनि समोसा जुलेबी पसलतिर लाग्यौँ। अनि म चाहिँ सधैँभरि यहाँनिर पूजा मिष्टान्न भण्डारबाट लगेर जान्छु नि त। अनि यता चाहिँ पुरै ट्राफिकको लाइन बसिरहेको छ अनि त्यो बत्ती बलिरहेकोलाई उ गर्नुभन्दा हामी चाहिँ यताबाट जाउँ भनेर गयौँ। अनि टक्क म गएँ अनि समोसा र मैले चाहिँ के भन्छ यो त्यो के अरे पकौडा लिएर गएको, कस्तो पकौडा नि बनाउन आएको साथीहरू। अनि पकौडा र समोसा किनिओरि हामी चाहिँ लाग्यौँ अब खेततर्फ है त साथीहरू। बाई बाई, भिडियो लामो हुनसक्छ त्यही भएर म चाहिँ यति नै बनाएँ है त। ल बाई, अब चाहिँ हामी चुहाडेतिर लाग्दैछौँ, यस्तो राम्रो भ्यू छ।